यदि कसैलाई हार्ट अट्याकका लक्षणहरू देखिए भने यी दुईवटा काम तुरुन्तै गरिहाल्नुहोस्। पहिलो काम भनेको तुरुन्तै 300 मिलिग्रामको एस्पिरिन चपाएर खानुहोस्। चपाएर खाँदा यसले छिटो काम गर्छ र यो प्रभावकारी हुन्छ। एस्पिरिनले धमनीमा जमेको ब्लड क्लटलाई थोरै भए पनि बगाल्न सुरु गर्दछ, जसले गर्दा मुटुलाई थप क्षति हुनबाट बचाउन सकिन्छ। दोस्रो काम भनेको तुरुन्तै ढिला नगरी मुटु रोगको उपचार हुने नजिकैको अस्पतालको इमर्जेन्सीमा पुग्नुहोस्। मुख्य कुरा भनेको हार्ट अट्याकमा टाइम इज मसल हो। यो भनेको जति ढिला भयो मुटुको मांसपेशी त्यति धेरै मर्न थाल्छ। यसको अर्थ जति छिटो अस्पतालमा पुगेर यसको उपचार गर्न सकिन्छ त्यति नै मुटुको मांसपेशीलाई चाँडै र धेरै बचाउन सकिन्छ। अस्पताल पुगेपछि उपचारहरू सुरु गरिन्छ, जस्तै इसिजी। यो मुटुको विद्युतीय चाल हेर्ने जाँच हो। यसले मुटुमा ठूलो समस्या छ कि छैन भनेर तत्कालै देखाउँछ, जसले उपचारको बाटो तय गर्न मद्दत गर्छ। अर्को भनेको ट्रोपोनिन परीक्षण। धमनी बन्द हुँदा मांसपेशीबाट निस्किने ट्रोपोनिन बढ्छ। यो ट्रोपोनिन टेस्टमा रगत जाँच गरेर मुटुको मांसपेशी कति मरेको छ भन्ने पत्ता लगाइन्छ, जसले गर्दा हार्ट अट्याक भएको नभएको जान्न सकिन्छ। यस्तै अर्को परीक्षण भनेको इकोकार्डियोग्राफी हो। यो मुटुको भिडियो एक्सरे हो। यस परीक्षणले मुटुले कति शक्तिले पम्प गरिरहेको छ र कुन भागमा कमजोरी आएको छ भन्ने जान्न सकिन्छ। यसरी मुटुको परीक्षण गरिसकेपछि हार्ट अट्याकको उपचार गरिन्छ। हार्ट अट्याकको उपचार गर्दा औषधि उपचारसँगै बन्द भएको धमनी खोल्ने प्रक्रिया अघि बढाइन्छ।